यो चाहिँ इभा म्याट भन्छौँ हामी। यो इभा म्याट चाहिँ नि तपाईँको 5 mm को थिकनेस छ र यो चाहिँ नि इन्टरलकहरू दिन्छ। यो प्याकेटमा 4 पिस आउँछ र 2x2 4 स्क्वायर फिट हुन्छ यो चाहिँ, र यसभित्र चाहिँ 16 स्क्वायर फिट एउटा प्याकेट आउँछ। हामीले यही इभा म्याटलाई चाहिँ हामीले यहाँ मुनि चाहिँ नि रेन लाइन लगाएर बनाएका छौँ इन्टरलक गरेर। यसको 5 mm को थिकनेसले पनि बच्चाहरूको लागि सेफ्टीलाई चाहिँ धेरै कभर गर्छ र बच्चाहरू यहाँ दुईवटा पर्पज, एउटा चाहिँ नि सेफ्टीको लागि बच्चाहरू लड्यो भने पनि चोटपटक नलागोस्, अर्को चाहिँ उफ्रिँदा हिँड्दाखेरि स्मुथनेस, बच्चाहरू चाहिँ यहाँ जति नै लडिमुडी गरे पनि जति नै खेले पनि फोहोर नहुने खालको चाहिँ नि यो म्याटहरू छ। यो म्याटहरू किड्स जोनमा केही कर्नरहरूमा इन्डोरमा चाहिँ विशेष गरेर प्रयोग गरिन्छ र हामीले यो चाहिँ 5 दिन लगाएर चाहिँ नि एकदमै साफ तरिकाले एकदम स्मुथ तरिकाले चाहिँ नि यो फिटिङ गरेका छौँ। यस्तै खालको चाहिँ नि किड्स कर्नर किड्स जोन बनाउनु पर्यो भने हाम्रो शिशु पाइलालाई चाहिँ सम्झिनुको लागि म हार्दिक अनुरोध गर्दछु र हाम्रो बायोमा भएको नम्बर 980828 578085 मा कल गर्न सक्नुहुन्छ अथवा हाम्रो सोरुम न्यू रोडमा रहेको छ, ट्रस्ट ट्रेडर्स न्यू रोड काठमाडौँमा भिजिट गर्न सक्नुहुन्छ। र तपाईँहरूको पनि बिजनेस अलिक ग्रो गर्नु छ भने बच्चाहरूलाई आकर्षित गर्नुहोस् र बच्चालाई आकर्षित गर्ने क्रममा सेफ्टी सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस् भन्ने हामी अनुरोध गर्न चाहन्छौँ। धन्यवाद।